नमस्ते। आज हामी क्षेत्रीय संगठन बिम्स्टेकसँग सम्बन्धित 30वटा अति महत्त्वपूर्ण बहुवैकल्पिक प्रश्नोत्तरहरू हेर्नेछौँ, जुन लोकसेवा र अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि अत्यन्त उपयोगी छन्। आउनुहोस् सुरु गरौँ। 1. बिम्स्टेकको पूरा रूप के हो? विकल्पहरू ए. बे अफ बेङ्गल इनिसिएटिभ फर मल्टिसेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन, B. Bay of Bengal Investment for Multisectoral Technical and Economic Cooperation, C. Bengal Initiative for Multisectoral Technical and Economic Cooperation, D. कुनै पनि होइन। सही उत्तर हो A. Bay of Bengal Initiative for Multisectoral Technical and Economic Cooperation। 2. बिम्स्टेकको स्थापना कहिले भएको हो? विकल्पहरू A. 1997 जुन 6, B. 1997 डिसेम्बर 6, C. 1998 जुन 6, D. 2004 फेब्रुअरी 8। सही उत्तर हो A. 1997 जुन 6। 3. बिम्स्टेकको सचिवालय कहाँ रहेको छ? विकल्पहरू A. काठमाडौँ, नेपाल, B. नयाँ दिल्ली, भारत, C. ढाका, बङ्गलादेश, D. कोलम्बो, श्रीलङ्का। सही उत्तर हो C. ढाका, बङ्गलादेश। 4. बिम्स्टेकमा हाल कतिवटा सदस्य राष्ट्रहरू छन्? विकल्पहरू A. 5, B. 6, C. 7, D. 8। सही उत्तर हो C. 7। 5. नेपालले बिम्स्टेकको सदस्यता कहिले प्राप्त गरेको हो? विकल्पहरू A. 2004 फेब्रुअरी 8, B. 2003 फेब्रुअरी 8, C. 2004 मे 8, D. 1997 जुन 6। सही उत्तर हो A. 2004 फेब्रुअरी 8। 6. बिम्स्टेकको स्थापना कुन घोषणापत्र मार्फत भएको हो? विकल्पहरू A. काठमाडौँ घोषणापत्र, B. ब्याङ्कक घोषणापत्र, C. ढाका घोषणापत्र, D. नयाँ दिल्ली घोषणापत्र। सही उत्तर हो B. ब्याङ्कक घोषणापत्र। 7. तलका मध्ये कुन देश बिम्स्टेकको सदस्य होइन? विकल्पहरू A. म्यानमार, B. थाइल्यान्ड, C. भुटान, D. माल्दिभ्स। सही उत्तर हो D. माल्दिभ्स। 8. बिम्स्टेकको अवधारणा ल्याउने मुख्य राष्ट्र कुन हो? विकल्पहरू A. भारत, B. थाइल्यान्ड, C. श्रीलङ्का, D. बङ्गलादेश। सही उत्तर हो B. थाइल्यान्ड। 9. बिम्स्टेकको चौथो शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो? विकल्पहरू A. थाइल्यान्ड, B. नेपाल, C. भारत, D. श्रीलङ्का। सही उत्तर हो B. नेपाल। 10. बिम्स्टेक बडापत्रमा कहिले हस्ताक्षर भएको हो? विकल्पहरू A. 2020 मार्च 30, B. 2022 मार्च 30, C. 2021 मार्च 30, D. 2023 मार्च 30। सही उत्तर हो B. 2022 मार्च 30। 11. बिम्स्टेकको पहिलो महासचिव को हुन्? विकल्पहरू A. सुमित नाकान्दाला, B. मणिल श्रीसेना, C. तेन्जिन लिकफेल, D. इन्द्रमणि पाण्डे। सही उत्तर हो A. सुमित नाकान्दाला। 12. बिम्स्टेकमा नेपालसँगै सदस्यता लिने अर्को राष्ट्र कुन हो? विकल्पहरू A. म्यानमार, B. भुटान, C. श्रीलङ्का, D. थाइल्यान्ड। सही उत्तर हो B. भुटान। 13. बिम्स्टेकको सहयोगका क्षेत्रहरूलाई 14बाट घटाएर कति बनाइएको छ? विकल्पहरू A. 5, B. 6, C. 7, D. 10। सही उत्तर हो C. 7। 14. बिम्स्टेकमा ऊर्जा क्षेत्रको नेतृत्व कुन देशले गर्दछ? विकल्पहरू A. नेपाल, B. भारत, C. म्यानमार, D. थाइल्यान्ड। सही उत्तर हो B. भारत। 15. नेपालले बिम्स्टेकको कुन प्राथमिकता प्राप्त क्षेत्रको नेतृत्व गरिरहेको छ? विकल्पहरू A. जलवायु परिवर्तन र वातावरण, B. पर्यटन, C. जनसम्पर्क, D. अर्थतन्त्र। सही उत्तर हो C.
जनसम्पर्क, पिपल टु पिपल कन्ट्याक्ट। 16 बिम्स्टेकको 5औं शिखर सम्मेलन कहाँ भएको थियो? विकल्पहरू ए काठमाडौँ, बी कोलम्बो, सी नयाँ दिल्ली, डी ब्याङ्कक। सही उत्तर हो बी कोलम्बो। 17 बिम्स्टेकको वर्तमान महासचिव को हुन्? विकल्पहरू ए तेन्जिन लेकफेल, बी इन्द्रमणि पाण्डे, सी सुमित नाकन्दाला, डी शाहिदुल इस्लाम। सही उत्तर हो बी इन्द्रमणि पाण्डे। 18 बिम्स्टेकका 60 सदस्यमध्ये कतिवटा राष्ट्रहरू सार्कका पनि सदस्य हुन्? विकल्पहरू ए 4, बी 5, सी 6, डी 7। सही उत्तर हो बी 5। 19 म्यानमार बिम्स्टेकमा कहिले प्रवेश गरेको हो? विकल्पहरू ए 1997 डिसेम्बर 22, बी 1998 डिसेम्बर 22, सी 1999 डिसेम्बर 22, डी 2000 डिसेम्बर 22। सही उत्तर हो ए 1997 डिसेम्बर 22। 20 बिम्स्टेकको मुख्य उद्देश्य के हो? विकल्पहरू ए सैन्य गठबन्धन, बी प्राविधिक र आर्थिक सहयोग, सी राजनैतिक हस्तक्षेप, डी मुद्रा एकीकरण। सही उत्तर हो बी प्राविधिक र आर्थिक सहयोग। 21 बिम्स्टेक राष्ट्रहरूको कुल जनसङ्ख्या विश्वको लगभग कति प्रतिशत छ? विकल्पहरू ए 10%, बी 15%, सी 22%, डी 30%। सही उत्तर हो सी 22%। 22 बिम्स्टेक दिवस कहिले मनाइन्छ? विकल्पहरू ए जुन 6, बी जुलाई 6, सी अगस्त 6, डी मे 6। सही उत्तर हो ए जुन 6। 23 बिम्स्टेक बडापत्र अनुसार संगठनको सर्वोच्च अङ्ग कुन हो? विकल्पहरू ए शिखर सम्मेलन, बी मन्त्री परिषद, सी स्थायी समिति, डी सचिवालय। सही उत्तर हो ए शिखर सम्मेलन। 24 बिम्स्टेकको तेस्रो शिखर सम्मेलन कहाँ भएको थियो? विकल्पहरू ए थाइल्याण्ड, बी म्यानमार, सी भारत, डी भुटान। सही उत्तर हो बी म्यानमार। 25 बिम्स्टेकमा कृषि र खाद्य सुरक्षा क्षेत्रको नेतृत्व कुन देशले गर्छ? विकल्पहरू ए नेपाल, बी बङ्गलादेश, सी म्यानमार, डी भुटान। सही उत्तर हो सी म्यानमार। 26 बिम्स्टेकभित्रका भूपरिवेष्ठित राष्ट्रहरू कुन कुन हुन्? विकल्पहरू ए नेपाल र भुटान, बी नेपाल भुटान र म्यानमार, सी भुटान र थाइल्याण्ड, डी नेपाल र श्रीलङ्का। सही उत्तर हो ए नेपाल र भुटान। 27 बिम्स्टेक कनेक्टिभिटी गुरु योजना कहिले स्वीकृत भयो? विकल्पहरू ए 2018, बी 2021, सी 2022, डी 2023। सही उत्तर हो सी 2022। 28 बिम्स्टेक स्थापना हुँदा सुरुमा कतिवटा सदस्य राष्ट्र थिए? विकल्पहरू ए 3 वटा, बी 4 वटा, सी 5 वटा, डी 6 वटा। सही उत्तर हो बी 4 वटा। 29 बिम्स्टेकमा विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रको नेतृत्व कसले गर्छ? विकल्पहरू ए श्रीलङ्का, बी भारत, सी थाइल्याण्ड, डी नेपाल। सही उत्तर हो ए श्रीलङ्का। 30 बिम्स्टेकको आगामी शिखर सम्मेलन कुन देशमा हुने तय भएको छ? विकल्पहरू ए भारत, बी थाइल्याण्ड, सी बङ्गलादेश, डी भुटान। सही उत्तर हो बी थाइल्याण्ड।